अब यो क्रिसमसको टाइममा धेरैजना क्यारोल खेल्ने भन्ने कुराहरू हामी सुन्छौँ। वास्तवमा क्यारोल के हो? क्यारोल खेल्ने हो कि गाउने हो? हामी झुकिनु हुँदैन कि क्यारोल भनेको क्रिस्चियनहरूको चाडपर्व जस्तो अथवा हामी कहिलेकाहीँ देउसी भैलो खेले जस्तो क्यारोल खेल्ने होइन, अथवा क्यारोल खेल्ने चिज पनि होइन है। क्यारोल विशेष गरी गाउने चिज हो। के गाउने त खासमा? क्यारोल भनेको चाहिँ विशेष गरी हामीले प्रभु येशूको जन्मको बारेमा सुसमाचारीय भजनहरू गाएर अरूहरूलाई सुनाउने, विश्वासी जनहरू भेला भएर अरूहरूलाई सुनाउने सुसमाचार। अब सुसमाचार विश्वासीहरूलाई नै सुनाउनु त परेन, जसले सुन्नु भएको छैन उहाँलाई सुनाउनु पर्यो। तर आज धेरैजना यसरी कन्फ्युज हुनुभएको छ कि क्रिसमस र क्यारोल भनेको चाहिँ क्रिस्चियनहरूको एउटा चाडपर्व जस्तो, क्यारोल चाहिँ खेल्ने कुरा जस्तो सोचिरहनु भएको छ, जुन कुरो अलिक ठिक नहुन सक्छ। क्रिसमस पनि जन्म उत्सवसँग जोडिएको छ र क्यारोल गाउने कुरा। अझै हामीले इतिहासमा हेऱ्यौँ भने क्यारोल भन्ने चिज वास्तवमा क्रिस्चियनहरूले सुरु गरेको चिज पनि होइन। खासमा जब येशूलाई विश्वास गर्नुभन्दा पनि धेरै अगाडिदेखि नै क्यारोल भनेको चाहिँ मानिसहरू जब केही कुराको उत्सव मनाउँछन्, रमाइलो गर्नको लागि चाहिँ, उत्सव मनाउनको लागि नाच्ने गाउने एउटा चलन थियो जसलाई क्यारोल भन्छ। स्पेसली अझै गोलो घेरा लाएर चाहिँ मानिसहरू उत्सव मनाउनलाई विभिन्न गीतहरू गाएर उनीहरूले रमाइलो गर्थे, उत्सव मनाउँथे है। पछि त्यही व्यक्तिहरू चाहिँ जसले येशू ख्रीष्टलाई विश्वास गर्न थाले, जुन सम्प्रदायको हुनुहुन्थ्यो, उनीहरूको रीतिरिवाज अनुसार त्यही मजाले नाच्ने गाउने तरिकालाई नै अब हामी पुरानो तरिका होइन, अब हामी येशू ख्रीष्टको जन्म उत्सव चाहिँ यो भजनहरू गाउने र रमाउने भनेर चाहिँ लगभग 16औं शताब्दीतिर बल्ल यो सुरु भएको मानिन्छ। र यो विशेष गरी चाहिँ सुसमाचारीय भजनहरू, प्रभुको जन्म उत्सवका कुराहरू अरूहरूलाई सुनाउन र विश्वासी जनहरू बिचमा पनि एउटा रमाउनको लागि भनेर चाहिँ सुरु भएको थियो। अब धेरै समूहहरू हुनुहुन्छ जसले क्रिसमस र क्यारोल मान्नुहुन्न, त्यो पनि ठिक छ है। उहाँहरूले जसले क्रिसमस मान्नुहुन्न, क्रिसमस उत्सव मनाउनुहुन्न, जसले क्यारोल गाउनुहुन्न, त्यो पनि ठिकै छ, त्यसमा कुनै पनि गलत कुरो होइन। तर विश्वव्यापी रूपमा बहुमत क्रिस्चियनहरूमा चाहिँ क्यारोल गाउने र क्रिसमस उत्सवसँग ती मनाउने जुन एउटा चलन छ, त्यसलाई ठिक तरिकाले गऱ्यौँ भने अझ राम्रो होला। र धेरैचोटि क्यारोल खेल्ने भनिरहेको हुन्छ, कता कता अब खेल्ने चिजले चाहिँ क्यारोल खेल्ने भन्दै गर्दाखेरि चाहिँ एउटा पुरानो हाम्रो जुन तरिका थियो देउसी भैलो खेले जस्तो, त्यो पनि कता कता बानी परे हो कि जस्तो लाग्छ। किनभने केही अगाडि एउटा यस्तो भिडियोहरू हामीले देखिरहेका थियौँ जहाँ चाहिँ क्यारोल खेल्ने भनेर विश्वासीहरूको घरमा जाने अनि विश्वासीहरूले नाङ्लोमा चाहिँ दियो बालेर सेलरोटी पकाएर होइन भेटीहरू राखेर चाहिँ ल्याएर दिने, त्यस्तो पनि देखेका थियौँ। अब त्योलाई कसरी हामीले लिने त? त्यो भएर हामीले अहिलेदेखि नै हाम्रो मण्डलीका विश्वासी जनहरूलाई राम्रोसँग सिकायौँ भने वास्तविक क्यारोल के हो र कसरी हामीले यसको उत्सव मनाउनुपर्छ, कसरी हामीले गाउनुपर्छ भन्ने कुरालाई बुझायौँ भने यसले विकृति लिँदैन। नत्र भने बिस्तारा बिस्तारा यो चाहिँ एउटा विकृतिको रूपमा सुरु हुन्छ र एउटा क्रिस्चियनहरूको लागि चाडपर्व जस्तो सुरु हुन्छ र यो के हुन जान्छ त? एउटा विधि जस्तो हुन जान्छ। र हामीले अहिलेदेखि होसियार हुन पर्यो। क्रिसमस र क्यारोल कुनै खेल्ने कुरा होइन, कुनै चाडपर्व होइन, यो उत्सव मनाउने एउटा तरिका हो। र स्पेसल्ली क्यारोल चाहिँ अझै विश्वासी जनहरूले मिलेर एकसाथ भेला भएर मानिसहरूलाई सुसमाचार सुनाउनको निम्ति उहाँको भजन गाउने हो, येशूको जन्म उत्सवको भजन गाउने हो। र अझै कोठाभित्र, चर्चभित्र क्यारोल होइन, कोठाभित्र क्यारोल होइन। स्पेसल्ली क्यारोल चाहिँ खुल्ला ठाउँमा, चोकहरूमा, चौरहरूमा, जहाँ अरू मानिसहरूले भजनहरू सुन्न सक्छन्, त्यस्ता ठाउँमा गएर हामीले क्यारोल गाउने हो। र यसरी हामीले क्यारोल गायौँ भने, खुल्ला रूपमा गायौँ भने, चोकमा गएर गायौँ भने वास्तविक क्यारोल हुन जान्छ। यदि हामी चर्चभित्र भेला भएर गाउन थाल्यौँ अथवा कोठाभित्र रहेर हामी क्यारोल गाउन थाल्यौँ भने यो क्यारोल गाएको हो कि क्यारोल खेलेको हो भन्ने कुरो फेरि पत्ता लाग्न गाह्रो हुन्छ। कतिलाई यो कुरो अलि चित्त नबुझ्न सक्छ, तर वास्तविकता यही नै हो र यही नै कुरो हामीले अभ्यास गरौँ र अरूलाई यही कुरा सिकाउँ।